नमस्ते, कोशी अपडेटमा हार्दिक स्वागत अभिवादन गर्छु। म भरत प्रसाई। नेकपा माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले राजावादी सक्रिय हुनुको पछाडि सरकारको मुख्य कमजोरी भएको निष्कर्ष निकालेको छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा आज बसेको पार्टीको पदाधिकारी बैठकले पूर्व राजा ज्ञानेन्द्र शाहको सक्रियतापछि उत्पन्न परिस्थितिको विषयमा समीक्षा गर्दै सरकार नै दोषी रहेको आरोप लगाएको हो। सरकारका नराम्रा कामहरूको फाइदा उठाएर व्यवस्था विरोधीहरूले अभियान सञ्चालन गरेको निष्कर्ष निकालेको बैठकपछि निर्णय सुनाउँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो। उहाँले बैठकमा तराई मधेस अभियानको प्रारम्भिक समीक्षा, वर्तमान राष्ट्रिय राजनीति परिस्थिति र स्वतन्त्र विद्यार्थी युनियन सोबियुको चुनाव बारेमा छलफल भएको बताउनुभयो। बैठकले गणतन्त्र र सरकारलाई खबरदारी गर्न छिट्टै मोर्चाको बैठक गरी प्रदर्शन तालिका बनाउन सुझाव दिएको प्रवक्ता सापकोटाको भनाइ छ। बैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गर्नुभएको थियो। उहाँले यो विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवासँग पनि संवाद गर्ने बताउनुभयो। राजावादीको सक्रियता बढेको भन्दै तराई मधेस जागरण अभियान स्थगित गरेको, माओवादीले गणतन्त्र र संविधान रक्षाका लागि काठमाडौँमा प्रदर्शन गरेर मात्रै अभियानमा फर्कने निर्णय पनि गरेको छ। रुससँगको युद्ध विरामका लागि युक्रेन अघि बढ्न तयार रहेको अमेरिकाले दाबी गरेको छ। अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीका अनुसार युक्रेनी नेतृत्व रुससँग युद्ध विरामका लागि अमेरिकी मागमा अगाडि बढ्न तयार रहेको ट्रम्प प्रशासनलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। अमेरिकी विदेश मन्त्री मार्को रुबियो र राष्ट्रिय सुरक्षा सल्लाहकार माइक बाल्टज आफ्ना युक्रेनी अधिकारीहरूसँग वार्ता गर्न भोलि साउदी अरेबिया पुग्ने खबरमा उल्लेख गरिएको छ। युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेस्कीले युक्रेन रचनात्मक वार्ताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको तर आफ्नो हितलाई सही तरिकामा ध्यानमा राख्न चाहेको बताउनुभयो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेस्कीलाई रुससँगको युद्ध विरामको मागलाई स्वीकार गर्न निरन्तर दबाव दिइरहनु भएको छ। तर ट्रम्पले युक्रेनलाई अमेरिकी सुरक्षा ग्यारेन्टीको तत्काल कुनै बाचा भने गर्नु भएको छैन। 10 दिन अघि व्हाइट हाउसमा ट्रम्प र जेलेस्की बीच चर्काचर्की भएको थियो। ट्रम्पले जेलेस्की युद्ध विराम अन्त्य गर्न तयार नभएको दावी गर्नुभएको थियो। परराष्ट्र मन्त्री डाक्टर आरजु राणा देउवा आज भारत प्रस्थान गर्नुभएको छ। मन्त्री राणालाई परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राई र मन्त्रालयका उच्च अधिकारीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभएको थियो। मन्त्री राणा भारतको विदेश मन्त्रालयले मार्च 17 देखि नयाँ दिल्लीमा आयोजना गर्ने राइसिना डायलगमा पनि सहभागी हुनुहुनेछ। भारत सरकारको निमन्त्रणामा राइसिना डायलगमा मन्त्री राणा सहित विभिन्न देशका प्रधानमन्त्री तथा विदेश मन्त्रीहरूको सहभागिता रहनेछ। यो कार्यक्रमलाई मन्त्री राणाले सम्बोधन गर्नुहुनेछ। हवस् त, कोशी अपडेट यति नै। आज्ञा चाहन्छु। नमस्ते।